एजेन्डा त्यही हो क्या, बाटो बनाउँछु, हस्पिटलमा कम गर्छु पैसा, एजुकेसन फ्री दिन्छु, हुने त यही एजेन्डा हो नि, 3टा एजेन्डा। अब त्यसमा चाहिँ कसरी चाहिँ उहाँले एक्जिक्युट गर्ने मान्छे चाहिँ खटाउनुहुन्छ, अथवा त्यो पार्टीले चाहिँ को चाहिँ एकदमै राम्रो मान्छे लिएर आउनुहुन्छ भन्ने चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा रहेछ क्या, मलाई चाहिँ त्यस्तो लाग्छ होइन। अब पछि गएर मन्त्री बनिसकेपछि त्यो त एक्जिक्युट गर्ने मान्छे चाहियो नि त हामीलाई, अनि त्यो मान्छे चाहिँ राइट मान्छे चाहिँ त्यो पार्टीमा छ कि छैन होइन। अब म यसमा के अरे रङ नि हुनसक्छु होइन, तर अस्ति भ्याकेन्सी अनाउन्समेन्ट थियो क्या आरएसपीको हेरेँ होइन, त्यो सबै के पोस्टहरू थियो क्या, जुन चाहिँ आई थिङ्क हुन्छ त्यो एकदमै कस्तो भन्दाखेरि त्यो पोलिसी लेभलमा एजुकेटेड मान्छे, पोलिसी लेभलमा प्रोफेसनल मान्छेहरूले चाहिँ उहाँहरूले हायर गर्न खोजिरहनु भएको जस्तो लाग्छ क्या मलाई। अनि आई थिङ्क अब क्वालिफाइड मान्छेहरू एटलिस्ट त्यो कुराहरू ओपनली राखिरहेको हुन्छ क्या त्यहाँ। मलाई चाहिँ के लाग्छ भन्दाखेरि यो चाहिँ सजेसन पार्टिजहरूलाई, अब जस्तै फर इक्जाम्पल पार्टीको भित्र मान्छेहरूले चाहिँ अब बालेन दाई जुन चाहिँ मेयर हुँदाखेरि उठ्नु भएको, उहाँको भिजन अगाडि राख्नु भएको थियो नि त त्यति बेला। यसपालि चाहिँ मैले भिजन अगाडि राखेको देखेको छैन कि होइन, एजेन्डा होला पार्टीभित्र होइन, तर ओपनली एउटा अब अस्तिको जुन चाहिँ डिबेटको कुरा थियो त्यो एउटा कन्सेप्ट वाइज पनि मलाई राम्रो किन लागेको थियो भन्दाखेरि उसले उसको भिजन अगाडि राख्छ। फर इक्जाम्पल 3जनाको त लेभल देखिँदो रहेछ नि त, कहाँ कुन चाहिँ मान्छे कहाँ ठाउँमा छ भनेर होइन। फेरि जोसँग हुनेवाला थियो उनीहरूले धेरैचोटि भइसक्यो आफ्नो भिजन एजेन्डा, तर खोइ त केही भएकै छैन। उनीहरूको भिजन एजेन्डा त के थियो, देशलाई स्विजरल्यान्ड बनाउँछु, खोइ बन्यो नेपालै राम्रो बनाऊ न सुरुमा। उनीहरूको भिजन उनीहरूसँग त के अब मैले होइन बालेन दाइको चाहिँ मलाई के मनपर्छ भन्दाखेरि उहाँले चाहिँ त्यो मेयर बन्न आउँदा पनि के भन्नुभएको थिएन भने त्यो नचाहिने कुरा केही बोल्नु भएको थिएन क्या। मेरो त काम हो नि त, मैले त काम गर्ने हो, आफ्नो के कसरी काम गर्ने, म त्यो काम आफ्नो काम हो, मेरो काम गर्छु मात्रै भन्नुभएको थियो क्या। अरू यताउता यो यस्तो गर्छु त्यो थिएन उहाँको। अनि उहाँ त्यस्तो मान्छे जो चाहिँ अनि काम गर्यो पनि क्या, काठमाडौँलाई कस्तोबाट कस्तो बनाइसक्यो, अनि त्यो बेयर मिनिमम हो, त्यो कसैले नगरेको काम गरेको छ नि त। बेयर मिनिमम भयो भने त अरूले पनि त गर्नु पऱ्यो नि त, यहाँभन्दा अगाडिको मेयरहरूले त कसैले गरेको थिएन। उहाँ जाने गइसकेपछि पनि बन्द भइसक्यो क्या, उहाँले त चलाएर राख्नु भएको थियो नि त। अनि त्यसरी नबोल्ने, धेरै नबोल्ने, जे बोल्यो त्यही ठ्याक्कै काम गरिदिने मान्छे र अनि नान्ना भाती चाहिने नचाहिने मान्छेलाई मख पार्नलाई मात्रै बोल्ने मान्छेको मिल्छ, दुईजनाको त्यो मिल्दैन क्या। के बोल्ने त अब उहाँले त भनिदिनुहुन्छ म देशलाई बनाउँछु, अहिले एकैछिनमा यो भरे होइन मैले इलेक्सन जित्यो भने आइफोन बाँडिदिन्छु भन्नु होला होइन। त्यस्तो बोल्ने मान्छे र अनि जो चाहिँ जे हुन्छ त्यो मात्रै काम गर्छु भन्ने मान्छे, तिनीहरू त्यो हुन्छ नि। खासमा भनेको उहाँले आदेश दिएर मान्छे मरेको मान्छेहरूको उनीहरूको परिवारलाई ल्याएर उहाँसँग चाहिँ बोल्नुपर्ने हो क्या सुरुमा होइन। उसँग प्रधानमन्त्री हुने मान्छेसँग भन्दा पनि उसले चाहिँ सुरुमा त्यो जसले ज्यान गुमाएको थियो नि उनीहरूको परिवारलाई राख, अनि त्यहाँ ऊ आफू बस, अनि उनीहरूसँग कुरा गर क्या फर्स्टमा। किनभने तिम्रो कारणले उसको परिवारले यत्रो दुःख पाइराख्नु परेको छ जुन चाहिँ यो जिन्दगीभरिको लागि नपुरिने गाउँ हो। उसँग चाहिँ बसेर गर न सुरुमा,